लाउँछ ल उसालाई रिङा त माथामा त लाउँछ धेरै दे हो 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 ए को दिदी आउने गोरुडेमा चाहिँ उसा छ नि यो अरे त्यसमा ढिङ्गा छ नि 5वटा उ छ नि यो 5वटा यो माथिको अरे यो उसा हो हो लाउँछ ल यहाँ खटाम छ नि खटम त्रिशुल त्रिशुल खाटाममा मान्छेको टाउको लाउँछ ल यहाँ छ एउटा दुईटा तीनटा हो हो खाता राख्छु ए खाता राख्छु यो हाम्रो खाता आफै उत्पत्ति भएको खाता खाता ल ल ए ए कुजे कुजा यो चाहिँ हाम्रो उहाँले छ नि अडेस लाउने छ नि त्यो आफै निस्क्यो अरे क्या अडेस लाउने ठाउँ जिउको पूजा भन्छ पछाडिको भाग क्या यस्तो उहाँले चाहिँ यहीँ क्या एकदम काब्जे डुब्से गरेको ए ल सर काव्य ढुसा दिएर हो अनि पछि त्यो भन्छ छेबम ढुसा हो ल ल ल ल हो ल क्या हो क्या ल अब ल जाउँ यता हो ल ल आउनुहोस् ल ल आउनुहोस् आउनुहोस् है हो त काव्य ढुसा दिएर त सो ल है हो यो छ्यागे ऊ अनि हातको डाम पनि रहेछ हो त्यो ट्रस देखा ठाउँमा हेर ए यो चाहिँ ऊ घोडा हो अरे है घोडा ए त्यहाँ माथि चाहिँ धोर्जे आफै उत्पत्ति भएको है धोर्जे धोर्जे नै बज्र हो हो लसो लसो धोर्जे रङज्योङ पुइमो छे स्याब्जे दानी छ्याग्जे हो लसो लसो एउटा खुट्टा यहाँ ल खुट्टाको छाप हो ल यो एउटा छ्याग्जे यहाँ ल यहाँनिर चाहिँ यो टस गर्छ नि ओ त्यहाँ चाहिँ हातको डाम टस बाल्यो भने देख्दैन लसो लसो हो देख्यो देख्यो हो ल हातको डाम है ल पाल्नुहोस् है को दिदी कहाँ पाल्नुभयो ए हेर्नुहोस् है दिदी ज्ञानको आँखा यसो गरे पो अनि हामीलाई अलिकति हो लसो ओ दिदी फुटबल हुन्छु यो चाहिँ ल लसो यहाँ धाइ लाग्यो यो चाहिँ 4वटा ल यता हेर्नुहोस् ल सबैजना ल माथि हजुर लसो ए धोजे फार्मर ढाफुक धोजे फार्मर ढाफुक लसो टापु भने चाहिँ के हो हामीले बुझेको टापु भने गुफा गुफा यो बज्र बाराहीको चाहिँ ऊ गुफा हो अरे त्यो चाहिँ हजुर यो अहिले देखाएको यो चाहिँ फुर्पा हो अरे है ल फुर्पा भने चाहिँ किला जुन हामीले क्रोधित कार्यमा चाहिँ प्रयोग गर्छ एउटा साधन हो जस्तो धनुष काँड बाँड भने जस्तै हजुर हो हजुर ल सो दे फुर्पा रङज्योङ लसो लसो हो लसो ए खण्डो दाइ ल हेर्नुहोस् न खोइ कहाँ जानुभयो सबैजना खोइ यता आउनु भने त खोइ कता जानुभयो बन्द गर्ने बेला हुँदा भन्छ नि धुङ्गर यो चाहिँ शङ्ख हजुर लसो यो चाहिँ अमी 23 बुद्धको चाहिँ मुकुट के अरे पञ्चबुद्धको मुकुट क्राउन हजुर पञ्चबुद्ध स्वरूपको त्यो क्राउन क्या हामीले शिरपेज भन्छ नि शिरमा लाउने हो यो चाहिँ फेरि अमितायुषको है फेरि अमितायु बुद्ध हुन्छ नि हाम्रो आयुको बुद्ध हो उहाँको शिरमा लाउने पञ्चबुद्धको मुकुट हो अरे क्या यो हो ल ल जोगुसी ल हो यो चाहिँ के अरे गुरु रिम्पोछेको हातको 4वटा औँला हो अरे है
दिन नाङ्लो ची पद्मा सम्भव हजुर तेर लाना खाके हो ल ल तेर बेसा ए दिनौँ ल तेर नाङ्लोलाई चाहिँ तेर बेसा रे ल हजुर अनि म बा सुगा के लेचको मारे लाने खुके थेबुम के जे हो बा ल ल थेबुम के जे जैसा रे देना ला यो रे थेबुम के जे ओहो ल ल ओ ओ ल अमला यो चाहिँ यो चाड अमला हो रे यो चाहिँ यहाँभित्र चाहिँ अब भावी भविष्यको लागि चाहिँ निधि लुकाएर राख्नु भएको छ रे तेलहरू हो त्यहाँभित्र चाहिँ अनि अब कसैले चाहिँ अब यो हेर्नु पाउँदैन लानु पाउँदैन निकाल्नु पाउँदैन भनेर चाहिँ चाड औँलाले थिचेर चाहिँ यतापट्टि छ नि बुढी औँला हो यसरी थिचेर राखेर चाहिँ उ गर्नुभएको हो अरे है त्यहाँ चाहिँ पुस्तकहरू लुकाएको छ यो चाहिँ निधिहरू है निक्लिन्छ अब पछिको अब भावी भविष्यको लागि पछि चाहिँ सुरक्षित गरेर राख्नु भएको निधि ओ ल सो ल हो क्या दिदो ले खाता हेर्छ जिदो ल ल पुरुमा चाहिँ के कुरा यो खाता भएको छ नि खाता भएको त्यो माथि देख्नु भएको छ नि एउटा भाग त्यो चाहिँ गुरु ढुम्पुची स्वयंको चाहिँ त्यति प्राकृतिक उत्पन्न भएको एउटा कायको रूप हो रे है मूर्ति बुझ्नुभयो हो त्यहाँ राम्रो हेर्नु त ल यहाँ न त यहाँबाट देख्दो रहेछ ल हो यहाँ गुरु ढुम्पुची को रङजुङ है ल के हो कस्तो हो भनेर है हो ल सो ल अब त्यहाँदेखि तल्लो जाउँ ल हामी ल तल जाउँ ल आउनुहोस् अब हुनु नआँदैछ बस दिँदैन यिनीहरू सबैले उ गर्छ कि यहाँ अब आफ्नो के अरे के भन्छ अब अनर बनाएको चाहिँ अनर ल पाल्नुहोस् है सबैजना खोइ दिदी पाल्नु है यता दिदी हेलो यहाँ त कति र बसेको रहेछ उयो त चमेरो चमेरो त कति हो कति हजुर यहाँ के छ देला खरि मैले अघि कति हो कति फुर्बा हुन्थ्यो रे यो चाहिँ हायग्रीवाको ऊ हो रे फुर्बा नै किलाया ताडिन फुर्बा हायग्रीवा भन्ने एउटा क्रोधित देवता छ कि उहाँको चाहिँ किलाया हो अरे यो फुर्बा हजुर हो ल छ के भन्नुभयो ताडिनको फुर्बा अरे माथिको ल सर ल पुम्बा ओहो यो चाहिँ कलश हो अरे है कलश अनि कलशबाट चाहिँ निस्केको अमृत यो कलश यो कहिले सुक्दैन रे यो कलश हो अनि यो चाहिँ छेबुम आयु ओहो लो खानुहोस् है अब खाने त पाउँदैन ल सर दिदी नम्जाल फुर्पा ल नम्ग्या फुर्बा हो ल सर हो ल यो चाहिँ विजयानीको फुर्बा हो रे है नम्ग्याल फुर्बा भन्छ है विजयानी है नम्ग्याल फुर्बा विजयानी भन्छ नेपालीमा है नम्ग्याल फुर्बा ओके लेट्स गो ब्याट्स अहिले सबै यहाँ झऱ्यो भने सब भाग हुन्छ आमा यस्तो ठाउँ ल ओ यहाँ गुरु ढुम्पुचीको मूर्ति छ अरे है यहाँ ओ ल यहाँ टाढाबाट चाहिँ त्यो अघि गुरु ढुम्पुचीको कु देख्छ भने नि खाता राखेको ठ्याक्कै हेर्नु त खाता राखेर माथि हेर्नु त त्यो खाल्डो देख्छ नि हो यो गुरु ढुम्पुचीको कु काया उहाँको चाहिँ मूर्ति ठ्याक्कै हेर्नु त गुरु ढुम्पुची बसिरहनु भएको देख्छ नि
यो देख्नु भएको छ नि यो कालो यहाँ त ल यहाँबाट हेर्नु ल गुरु ढेम्बो चाहिँ बसिरहनु भएको छ त्यहाँ चाहिँ हजुर देख्नु भयो ल ठ्याक्रा ल यो ल ल दिदी त्यसलाई खालि स्याहार गर्न गुरुमा चाहिँ गमसुती कपला दुमोको न्याचुतीको छ ल न्याचुती कपला अनि दुमो चाहिँ लुइको दुमो काज्या जो लुदेखि यो चाहिँ अब खै हाम्रो दिदीहरू कहाँ जान्छ यो चाहिँ गुरु ढेम्बोसे यता ध्यान गर्नु हुने बेलामा चाहिँ जुन यहाँ राक्षसनीले चाहिँ अब गुरु ढेम्बोसेलाई अलिकति ध्यानमा चाहिँ बाधा गर्थ्यो अरे अनि त्यो राक्षसनीलाई रोक्नुको लागि चाहिँ यो नाग राखेको अरे यो नाग टाउको यता छ अनि पुच्छर यता छ यो चाहिँ रक्षकको रूपमा राखेको हो अरे है बुझ्नु भयो ल सर अनि यो चाहिँ अनि त्यो राक्षसनी छ नि राक्षसनीको फोक्सो अरे यो देख्नु भयो यहाँ यो राक्षसनीको चाहिँ फोक्सो हो अरे यहाँ चाहिँ अनि के अरे फोक्सो त कलेजो कलेजो छिम्माहरू छिम्मा लोहादन छिम्मा हो लसो म बुझाइदिन्छु ल सो यो चाहिँ राक्षसनीको मुटु हो अरे है यो अनि यो चाहिँ स्तन है यो दुइटा चाहिँ यो चेस्ट स्यादङको यो चाहिँ मासु र उसको हड्डी हो अरे त्यो उसको राक्षसनीको जुन जब चाहिँ दमन गर्नुभएको थियो नि गुरु ढेम्बोसेले राक्षसनीको हो उसको चाहिँ मासु र हड्डीहरू हो अरे यो चाहिँ मुटु हो अनि यो चेस्ट भनौँ न हो यो लसो दुमोको रो अनि यो चाहिँ राक्षसनीको अनि यो लास हो अरे है लास रो एकैछिन है अनि टाउको चाहिँ यो अरे ऊ टाउको यहाँ ल सर अनि यो चाहिँ रगत र अनिखेर आन्द्राहरू यो सबै चाहिँ यो रगत र आन्द्राहरू राक्षसनीलाई जब दमन गर्नुभयो नि तब चाहिँ सबै यसरी निस्केको यो चाहिँ उसको छ नि के राक्षसनीको खप्पर हो अरे हजुर थेपा होइन गिदी चाहिँ यहाँ माथि भयो हो यो खप्पर चाहिँ यो खप्पर यो चाहिँ युको दुङ शङ्ख यु भन्ने एउटा एक किसिमको हुन्छ नि मणिहरू जस्तै जुन टिबिटेनहरूले लाउँछ नि यु भन्ने हो के भन्छ जुरु यु के भन्ने एउटा आफै प्राकृतिक रूपमा पाउँछ नि हो ढुङ्गा जस्तो हो यो त्यसको चाहिँ शङ्ख हो अरे यो है तीन मुखे एक मुखे नौ मुखे भन्ने हुन्छ नि रुद्राक्ष होइन हजुर ल पुग्नुहोस् ल सबैजनाले ल अब चाहिँ चित्त बुझ्यो हामीले लिनु पायो भने गुरु यो हाम्रोमा सबै पुरा लिन सकिएन हजुर लु दिने अब एउटा जोक पनि गरौँ पैसा लिने जोक भनेको एकछिन ल बजाउनु है ल एउटी छ छोरी क्या भान्जी ओ भान्जी सलाम रोकेको है मामालाई भान्जी भान्जीले भान्जी बोक्दा थाकेको अनुहार ल पर्दैन झिन्लाप लाग्छ
आशीर्वाद लाग्छ अब त बन्द गर्ने बेला भइरह्यो नि लु बल भयो आफै खतरा हुँदैछ हो यसरी ढिल एयर ठोलो भन्छ नि हो यो यस्तो भन्छ सिङ 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 गर्नुपर्छ यसो 4-5 झुन्डाइदिनुपर्छ ढाडुमा भोलिपछि है सानो घन्टे हुन्छ भोलि लैजाऊ है भोलि हो होइन अब हामी त यहाँ आएर ऊ वाट्सएप छ तपाईँको मेरो छ ए वाट्सएप